हेलो साथीहरू, गुड मर्निङ, नमस्कार छ्यो सबैजनालाई। बिहानीको आज बिहान चाहिँ बिहान हेर्नु फेरि यस्तै छ। यहीँ बसेर बनाउने भिडियो मैले जहिले तहिले माथि डाँडा यस्तो रहेछ उज्यालो। अहिले एकछिनमा पानी पर्छ होला, भर्खर पानी उग्रेको। अनि सबैजनालाई नमस्कार, गुड मर्निङ भन्नुलाई सबै साथीभाइहरूले के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ कि सन्चै कुशलै के हुनुहुन्छ? म पनि सन्चै छु भन्नु पर्यो। अनि माइली माइजू गर्सी तमीको सबैजनालाई सम्झेर बिहान बिहानै यसो नमस्कार स्यो गुड मर्निङ गरौँ भनेर आएको। म फेरि सन्चै हुनुहुन्छ होला सबैजना कि के छ कसो छ? हिजोको यात्रा कहाँ कहाँको कसो भयो भनेर होइन। मेरो त पानीले भिजे हिँडेँ। अनि यात्रा अहिले कता हुन्छ के हुन्छ भने के गर्नुभयो मेरो हजुरहरूलाई भनेर सबैलाई सम्झेर बिहान बिहानै यो सानो मेरो भिडियो भ्लग बनाए भन्नु पर्यो। माइली माइजू गर्छ तपाईँलाई माया गरिदिनु होला है साथीभाइहरू। मेरो साथीहरू सबैजना सन्चै रहनु है त। दिनभरिको अस्त व्यस्त के हुनुहुन्छ सबैको गर्नु होला, सबै व्यस्त रहनु होला, स्वस्थ रहनु होला भन्नु चाहन्छु ल आजलाई बिहान बिहानै मेरो। अनि यता हेर्नु न साथीहरू, अब यो नि यहाँनिर भिजेको छैन कि मनाउँदा त हेर्दैनन्। यो अलिक भित्रको त पानी लाउनु पर्छ नि, नानीले हेर्दैनन्। यो एउटा भएको खोर्सानी पनि सबै मरेर देख्नु सक्नुहुन्छ। केउसी खोइ हुने कि नहुने, अस्ति सानो रोपेको त रहेछ यहाँ पनि मरो। अनि सबै मरेर यस्तो भएको त यहीँ पानी हुँदा नि हेर्दैनन्। मनाउँदा यो टमाटर पनि सिद्धिसक्यो आज पनि। पछिको एक दुईवटा रहेको खोर्सानी चाहिँ यस्तो रहेछ है मेरो साथीहरू। मरेको ठाउँमा सिबी फल्न आँटो हेर्नु सक्नुहुन्छ। ओहो यो त खाएछ हो, यसलाई यता बाहिर निकाल्नु पर्ने रहेछ। यो फुलले त मेरो खोर्सानी खाएछ। खोर्सानी त यहाँ सुनसरी नै पोहोर किनेको थिइनँ, अहिलेको साल त भाइ मेरो साथीहरू खोर्सानी त किन्नुपर्छ होला। अहिलेको साल त केही भएन। यस्तो छ, यो पनि होला कि नहोला है मेरो साथीहरू। हेर्नु त यस्तो छ, यो लाम्चे छ। अनि एउटा त्यो बोट एउटा चाहिँ होला जस्तो छ बिचरा मेरो खोर्सानी। पोहोर यहाँको मरेको थियो। अनि यस्तो देख्छ नि साथीहरू, म त नरोपौँ भन्छु, फेरि मनले सुख दिँदैन। यो अलिकति बुढेसकाल लागेपछि चाहिँ के लाउनै पर्छ भन्ने हुनु त। मेरो त दुखिया कर्म होला साथीहरू। पहिलादेखि नै लाउँ हुन्थेँ, अनि नलाउने अब पोहोर मऱ्यो भने थिएँ पोहोर पनि। अनि फेरि मनले सुख नदिकन लाएँ। भएको भए त मेरो खोर्सानी त भक्कु हुन्थ्यो कि साथीहरू, भक्कु। यस्तो चाहिँ कुखुरा छोप्ने ठाउँ पनि यस्तो भयो पानीले। हेर्नु सक्नुहुन्छ है, देख्नु सक्नुहुन्छ साथीहरू। तलभरि थियो होइन, त्यो सबै मरेर कोही खोर्सानी रोपेको सबै देख्नु सक्नुहुन्छ मेरो साथीहरू। बिहानै देखाएँ र यस्तो पो छ त हो मेरो करासा बारी त। त्यो एक गाटो सबै मैले बिउ राखेको, अनि सबै मरेर हेर्नु न। अनि मैले त अर्को सालदेखि नरोपौँ कि भन्दैछु। के हुन्छ साथीहरू त्यही बेला गर्नुपर्छ कुराहरू। माथिल्लो घरको फर्सी यहाँसम्म आएछ है, देख्नु सक्नु। तल्लो घर आइरहेछ, पर 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 कटिरह। अनि यो बारी बाँझो भएर पनि साह्रै चरामुसा कुद्ने पो भयो है साथीहरू। तर चरामुसा कुदे पनि खुलाची छ है। अनि मेरो फर्सी त्यहाँनिर गएको छ कि, त्यहाँ त अस्ति पनि टिपेको 3 पटक टिप्यो। मुन्टा त त्यहाँ जाने, अब तल सफा गर्दा बोट काटिन्छ होला, अनि मुन्टा नि खाएको होला मेरो साथीहरू। यस्तै छ है आमाको, के गर्नु साथीहरू। यता नि साथीहरू, म त यो ड्रागन फ्रुट अहिलेको साल बिग्रियो, फुल्दैन होला भनेको थिएँ। फुल्दै रहेछ फुल्नु त। एक दुई खै के भएको भनौँ कि नभएको भनौँ। हुनु त पोहोर पहिलो पटक फलेको थियो, दोस्रो पटक फलेको 50-60 गेडा फलेको थियो। अनि अहिलेको साल त सबै यस्तो यस्तो भएर गयो। अनि अर्को साल चाहिँ सब नयाँ बनाउँछु। अनि फुल्नु त फुलेछ अहिले नि 50-60 वटा, पहिला फल्दा 6-7 वटा। अनि तल्लो समेत त फुल्नु चाहिँ फुल्यो। तर म त घरै यस्तो बनाएँ। अब कहाँ के गर्नु, बाहिर रोपेर पर बारी छ पछाडिपट्टि। तर त्यहाँ एकदमै यता कागती एभोगाड त्यो सबै बिरुवाहरू लगाएको छु। अनि अलिकति कुखुरा खोर बाहेक। अनि पछाडि बारी छ होइन उता त्यो माथिल्लोपट्टि। तर त्यहाँ के रोप्नु, पानी दबदबे हुन्छ कि। अब यो झरी पर्दा पानी माथि सबैजनाको बारी आउँछ। अब नलाऊ भन्नु नि भएन। झन् माथि माथि गाराको कुला खन्दै गहिरो बारी फाल्छ। अनि साथीहरू
झगडा गर्नु नि मिलेन, बगेर जाने पानी हो। त्यही कारणले म उता हिलो हुन्छ भनेर रोपिनँ। मेरो पर 5 आना जग्गा त छ पछाडि, घर पछाडि, अनि त्यहाँ रोपौँ भनेको थिएँ। अब फेरि खेती गरेर के गर्नु मर्ला भनेर अनि नलाएको त्यहाँ चाहिँ। अनि मलाई त बारीमा रोप्नु मन थियो नि डम्मै खेती गर्नुलाई, तर यो यस्तै छ मेरो चाहिँ। उयो यताको जग्गा पनि मैले बेचिदिएको। अनि पछाडिपट्टि देख्न सक्नुहुन्छ साथीहरू, मेरो जग्गा यहाँनिर छ। यही घरमा थियो, यहाँनिरदेखि पर बाटो छुएको छ। फेरि अब मेरो घर आउने चाहिँ सानो बाटो छ, यहाँ चिलो हेर्नु यो छ। अनि यतातिर नरोपेको, यता त कागतीदेखि सबै चाहिएको छ। अनि नचाहिने केही छैन भन्छन् होइन, सबै चाहिएको छ मेरो साथीहरू। अनि त्यही भएर बारीमा नलाएको। मेरो त एभोकाडोहरू त बिचल्नेको भएको छ त हौ, थुप्रो बिरुवा छ अनि घरभरि छ। अनि यो एभोकाडो कहिले फल, भदौ असोजमा होला है। मेरो माइतीबाट भाइले ल्याइदिनु भएको थियो, भाइले ल्याइदिएको थियो पोहोर परार कति भने। अनि दसैँमा हो कि कहिले लिएको, अलिक राम्रो नपाकेको। म चाहिँ लतक्क पकाउनु पर्ला भनेको त, तर साथीहरू झर्नु आँटेको छु। यहाँनिर हेर्नु न, यसमै चारवटा छ। अनि पर गर्दा त यत्रो झर्नु आँटेको रहेछ है। अनि पाक्ला जस्तो लागेन, लतक्कै भित्रभरि छ किराले खाइ खाएन। तर मेरो चाहिँ साथीहरू उसले नलगेको भए, त्यो अस्ति असिनाले नलगेको भए मेरो एभोकाडो त कम्ती त हुँदैन रहेछ साथीहरू। खालि यो बोट देखाउँछ नभन्नु, तर देखाउनु मन लाग्दो रहेछ कि रहल लागेर साथीहरू। अनि झुप्पु पारेर के हेर्नुहोस् त। अनि खोइ कता खोइ देखाउनु अलिकति, क्यामेरा कहाँ गयो पनि नरिसाउनु साथीहरू। यस्तै छ मेरो एभोकाडो। देखायो घरिघरि, यो देखायो के गर्नु त, अन्त छैन। दिनमा कत्रो भयो भन्दै देखाउँदैछु। लाइक कमेन्ट गर्नु नबिर्सिनु होला। यो गर्सितमी माइली माइजूलाई, सबै प्रस माइली माइजूलाई माया गर्नु होला है त हजुरहरू। अनि मेरो प्याङचुरीहरू कुखुरा खोरमा हेर्नुहोस् त, बिचराहरू जाडो भयो कि तिनीहरूलाई गर्मी भयो कि छेउछेउमा भुस लाग्यो, 2 दिनमै गर्छन्। के गर्नु, त्यस्तै छ है साथीहरू, मेरो त यस्तै छ। अनि साथीहरू देख्नु सक्नुहुन्छ, यो टमाटर टिप्दै आजभोलि टमाटर 30 रुपियाँ किलो कि 50 रुपियाँ किलो, कहिले 100 को 3 किलो ल्याउँ भन्छन्। तर म चाहिँ सस्तो भएको बेला टमाटर किन्नु पाएको छैन। घरकै टिप्यो, ल शीतमा टिपिहालेँ। अब अहिले म पनि तल गएपछि भुलिहाल्छु, शीतमा टिपिहालेँ, बिग्रिन्छ कि क्या हो। अनि म चाहिँ सस्तो हुँदा किन्नु पाएको छैन साथीहरू। 200 रुपियाँ किलो हुँदा पनि फेरि किनेर त खानै पर्छ म चाहिँ। अनि जहिले नभए नहुने चाहिँ टमाटर र आलु रहेछ साथीहरू है तरकारीमा। अनि म चाहिँ महँगो हुँदा नि किन्ने पनि, सस्तो हुँदा आफ्नो बारीमा फलेको हुन्छ कि, अनि टिप्ने अब किन्नै नपाउने। अनि सस्तो छ भन्दै थियो अस्ति मेरो पल्लो घरको बुहारीले 100 को 3 केजी ल्याएँ बजु भन्दै थियो। अब यो स्टोर गर्ने कुरा भएन, म त यस्तै गर्छु। फेरि रोप्ने भाँडा चाहिँ यसमा है साथीहरू मेरो त। अब छोराछोरीहरूले फोहोर भयो कि मम्मी घरमा नगर्नु त्यस्तो भन्छन्, तर आफूलाई के गर्नु, यस्तो घरको फ्रेस किनेर खाँदा पछि आनन्द हुने हो नि त मेरो साथीहरू। मेरो यस्तै छ है, ल के गर्नु होला र, यस्तै छ। हाल त्योसँग त एउटासँग त त्यता होइन, म गर्छु यता। यहाँ गाड्नुपर्छ यो खोर्सानी, एउटा भएको पनि त्यस्तो गयो त्यहाँ चल्लोपट्टि गाड्नु भनेको मैले। के त डोरी म आँखा लगाइदिएँ। यो खोर्सानी उठाउनु पर्यो भने साथीहरू, एउटा भएको गति यस्तै रहेछ। फेरि साह्रै भित्तामा गइसक्यो हो निर्मला है। खोर्सानी क्या खोर्सानी के हो, यिनीहरू केही बोल्दैनन्, कता गर्दा ठिक हुन्छ। अनि यस्तो छ कि साथीहरू, कता गर्दा ठिक हुन्छ, यता गरौँ उता गरौँ भन्ने मान्छे छैन। अनि पर्छन् के खाउँ भन्दा पे पर्छन्, अनि फेरि खाने बेला अनि यो गरौँ भन्दा नि गरेर बस्छन् के। न योसँग त एकछिन मैले होइन कि यताबाट गाड्यो भने अडेसको कुरा हुन्छ, बाँध्नु परेन। बाँध्न त बाँध्ने कि अडेस पनि हुन्छ। अडेस लगाएको भए त त्यो ढुङ्गामै लाग्छ त।
खोइ डोरी यही छ त त्यो चिजसँग त भने केसीसँग त्यो अरू खोइ त्यो छोड तल भएन अलिकति माथि त्यसले लेरेक पारे यिनीहरूको फेरि सुइटेको जिउ मेरो जस्तो जिउ भयो कि त्यो सुइटेको जिउ पनि सबै ठाउँ झम्कारिन्छ माथि त्यो छेउतिरको पानी लगाएको छैन हिजो लगायो भनेको पानी त्यहाँनिर पानी पर्यो भनेर माथि नलाइकन बस्छन् हस्नुको पिरो मात्रै सबैजना पनि लगाएको रहेछ त्यो माथि उसमा अघि बिहान मैले हेर्नुपर्छ त्यो सानो कुटो झिटो त कहाँ माथि भनेको हिलै छ त जतातता चाहिँ हिलो गरेर अनि त्यो गमलामा फलेको खोर्सानी उतापट्टि छैन तिमी त भएन त्यहाँनिर भएन भने यो हाल है भन्नुपर्छ हाल्नेहरूलाई नभएको दिन अब थाप्रा ओ छ गोबरको थाप्रा त्यस्तै छन् त्यस्तै हो हाम्रो भिडियो यस्तै यस्तै छ हजुरहरू के गर्नु त्यो उल्यो त त्यो एक बेलचा त्यो आलु खाँदै हजुरहरू ए मेरो साथीहरू आलु 4-5 पिस रहेछ है आलु खाइसकेपछि गरी छ अचार खै तिम्रो कति छ खाइसकेर अझै भोरे खानु चाहिँ पाइएन है खिच्नु पाइएन अब खोर्सानी उठाएर आलु उठाउनु पर्यो नि त हातले होइन यसरी कप्पै मुखले आलु उठाउनु पर्यो आलु उठाउनु पर्यो ए बेलेन पेले ए आलु झाप आलु नखानु पर्ने कहिले कहिले खाएको तर आलु र टमाटर चाहिँ एउटा तरकारी नभए नहुने माया बैगुनी नभए नहुने माया बैगुनी साथीहरू अब यति हो भिडियोको मुखबाङ चाहिँ आलुको भए जस्तो छ म साथीहरू जस्तो भए पनि माया गरिदिनु होला यस्तो यसरी बनाउनु यो भएन भन्नु होला सल्लाह सुझाव दिनु होला आज दिनभरि घरै बस्या दिनभरि घरको घाटपातै भन्न खानु त राम्ररी खानु पर्यो होइन र पानी ल्याउ त कान्छी कान नसुनेको पानी ल्याउ भनेको पिरो रहन्छ के हो अचार पिरो भए त कहाँ खानु सक्नु है यस्तो गऱ्यो न भन्नु होला यसको पनि तरिका त चाहियो अब पानी खानु पर्यो पिरो भयो एक खोर्सानी मर्थेँ होला साथीहरू आजको भिडियो जस्तो जे जस्तो भए पनि माया गरिदिनु होला नभएको यस्तो गर्नु भन्नु होला घरमा बसेर त्यस्तै हो अब आज सबै आफ्नो घरको बगैँचा देखाएँ आज मेरो यति हो जानेको है यो माइली मान्छे गर्छु तपाईँलाई लाइक कमेन्ट राम्रो मिठो बोलिदिनु होला कसैले उ गर्नुभयो भने मिठो कमेन्ट गरिदिनु होला भन्छु साथीहरू म भर्खर नयाँ मान्छेलाई यस्तै रहेछ भने नहेरिदिनु होइन हेरिदिनु है म सबैजनाको हेरेको छु सबैजना लाइक पनि गरिदिएको छु देख्नुभयो होला होइन तर पहिला पहिला म पनि लाइक गरिनँ होला के होला पछि लाइक गर्ने ठाउँ के थाहा पाएँ त्यो पछि मैले नै बनाउँछु है मलाई यस्तो इच्छा छ भनेर सबैजनाले गरेर मेरो जस्तो छ त्यस्तो जस्ताको तस्ता तपाईँहरूलाई सर्लक्क देखाएको छु अनि यस्तै हो साथीहरू भन्दै आजको भिडियो यिनै हजुरहरूसँग बिदा माग्दै बिदा हुन चाहन्छु है त ल बाई बाई।